सम्पूर्ण महानुभावहरुमा हार्दिक नमस्कार। म राजन सुवेदी, रूपा गाउँपालिका वडा नम्बर 2 को वडा अध्यक्ष। आज गणतन्त्र दिवस। लामो संघर्षपछि नेपालमा स्थापित भएको संघीय लोकतान्त्रिक गणतन्त्र दिवसको यो पावन अवसरमा सम्पूर्ण रूपावासी जनसमुदायमा सुख शान्ति समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। गणतन्त्र प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गर्नुहुने आदरणीय शहीदहरूप्रति हार्दिक श्रद्धा सुमन छ। गणतन्त्र प्राप्तिका निमित्त योगदान गर्ने राजनीतिक दल र तिनका नेता कार्यकर्ता, नागरिक समाज, पत्रकार जसले जति योगदान गर्नुभयो तपाईँ सम्पूर्ण प्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। आज मुलुक गणतन्त्र संघीय लोकतान्त्रिक गणतन्त्रमा दौडिरहेको चाहिँ छ। संघीय लोकतान्त्रिक गणतन्त्रमा मुलुक दौडिँदै गर्दा जनताका अपेक्षाहरू जुन ढङ्गबाट पुरा हुन पर्ने थियो त्यो ढङ्गबाट पुरा भइ नसक्दाखेरि गणतन्त्रका विषयमा केही प्रश्नहरू उठेका छन्। मूलत राजनीतिक नेतृत्वले आफूलाई सच्याउने र सही ढङ्गबाट अगाडि बढ्दाखेरि धेरै कुराको समाधान हुने मैले विश्वास लिएको चाहिँ छु। यस सन्दर्भमा यस गणतन्त्र दिवसको पावन अवसरमा हामी जहाँ कमजोरी भएको चाहिँ छ त्यहीँबाट सच्चिने प्रण गरौँ। नेपाली जनतालाई सुखी नेपाली समृद्ध नेपालको जुन हामीले परिकल्पना गरेका छौँ यो परिकल्पना साकार पार्न सकौँ। सम्पूर्ण रूपाली जनसमुदाय मात्रै नभएर सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी सम्पूर्णमा मेरो व्यक्तिगत तर्फबाट रूपा गाउँपालिका वडा नम्बर 2 को तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद।